हुक्का चिलिम रोजै आउन्या रेडियो महाकाली सुनौ भायौ घरै बसी उपर घुणी हाली नबसौ मेरा साथी विकृति आँगाली लगाऊ आफ्नै भोटो चोलो फाटा पनि टाली तबै त हुक्का र चिलिम घर घरमा पाली ओम प्रकाश ओझा आयो लौ फटक हाली ओम प्रकाश ओझा आयो लौ फटक हाली श्रोता मित्र नमस्कार। हुक्का चिलिमको जीवनी विशेषमा तमलाई स्वागत छ। सामाजिक काम अद्दाई समाजमी घुम्दै पडन्छ भन्नेलाई केही नथे। देउडा साहित्य बठेलै सामाजिक काम गरि सकिन्छ। यहीको एक उदाहरण हुन् वरिष्ठ देउडा साहित्यकार, डोटेली गीतका सौकार, समाजसेवी, देउडा गायक, सङ्गीत प्रेमी माधव अवस्थीजी। मार्मिक देउडा साहित्य लेखबाट दुखीका सङ्गी हुन्। माया प्रेमका गीत लेखबाट मायालु जोडीका चित्त बुझाइदिने देउडिया हुन्। स्वदेश प्रतिको जन्मथलो प्रतिको सद्भाव सम्मान राखबाट देउडा साहित्यमी कलम चलाउने धरतीपुत्र हुन्। आज उनै देउडा साहित्यकार माधव अवस्थीजी प्रति समर्पित छ कार्यक्रम। सुरु अद्दाउ उनराई शब्दमी उनरो जीवनी। नाना छना चिउरे तेल खायाको घी भनी ओमजीका मुखा र बिन्दु माधवको जीवनी। जन्म मेरो 2000 चैत 36 साल इजा मेरा दुर्गा देवी बाबा नन्दलाल। सुदूर सेतीका टुप्पा विकट बझाङ जिल्ला तैका ठेक जन्म मेरो सुनकुडाको किल्ला। बरबेलका गाउँ थियो मेरो बनलाको बसाई बाल्यकाल बल्झाया मुइले आँखा आँसु रसाई। एकान्त सुन्दर बस्ती एक्लै मेरो घर बाध्यताले विवश भई आछु भौतै पर। वरिपरि सैना सेरो बीचमा ठुलो घर कमी भन्नु उसो थिएन स्वर्ग जसी ठौर। इजा मेरा सहनशीलका धरती हैलै जाति उनका कोख मुखी माया माना पाथी कति विपत आया हुन्न मोहुर गाउने बेला उनका मुन्टा हामझन्झटी चारचेली 3 चेला। 3 दिदी 1 दाजु मेरा मुहै अगाडिका 1 बहिना 1 भाइ थिया मुहै पछाडिका। घरभरि मौबडी ग्या सन्तान भयौँ झिक्क असौज चुटेका धान चैत आउन्ज्या ठिक्क। नै उषा अस्थायी साधन नै मान्छ सतर्क भौतै भया चेला चेली झिक्कै मान्न हर्क। क्याले पाल्लु क्याले ताल्लु केही धोको धानो नाइ घरभरि मौबडी टम्म खाना कि मानो नाइ। एक उइल शिक्षाको कमी दोस्रो जन चेतना तबै पड्डो पीडा खेप्नु अभाव रे वेदना। उही बेलाको महामारी दादुराको रोग पिठीको भाइ खोसी लैग्यो उइलै स्वर्गे लोग। ओक्तो मुलो गरेको हुँ सकेइन बचाउन भातृ शोक काचो मन कसरी पचाउन। लागिग्या शोकका आँसु कलेजीका आँच न उइल दबाई थियो उसो न त चेक जाँच। जिभ्यालै रमाउनु पर्यो छै भाइ बिना रया तारा समयै सारा सबै ठुला भया। एक गरी दिदी बहिनी लागिन पराई घर के अर्नु चेलीको कर्म माइत केही न कर। इजाबा 2 भाइ मेरा रह्यौँ 4 घर दाइपन दायित्व पन्छाइ भाग्न लाग्या पर। जिम्मेवारी छट्टै छाडी घरको काम धन्दा कहाँ हुन्थ्या अत्तोइन पत्तो महिना वर्ष गन्दा। वर्षका ठेकठुप्पा आउँथ्या रिताई हात घर दादा पनि इसाई लाग्या कएको मान्नु भर। दिनका दिन थप्पिन लाग्यो जिम्मेवारी ठुलोइ तनको थिएन परिपक्को मनको अभुलोइ। 13 वर्ष उमेरमा कति ठुलो बोझ पडिग्यो सम्हाल्नु सबै घर बनको जो छ। स्कुल रे घर बनै धाउनु पढी भारै भार नानै छना लागि गया हलामैका सारा। जानुइ त्यो स्कुल पनि लक्ष्य बोकी कसो के हुन्थे झन्झट के पढाइ भइन सोच्या जसो। 6 कक्षा राम्रै अरि 7मा पाइला चाली किन्नु पढ्ने किताब पन
खल्ती है दाम हाली न त थे पुस्तकालय वाउणा लग भग भत्कन देन अभावमा पढाइको जग्गा पढाइकै सिलसिला बीच एक फेराको कुरा किताब किन्न आउनु पर्ने ताहै डडेलधुरा लागेको पुसको महिना चल्यो हेउने बिदा ताहै सुइकी एक्लै आयौं डडेलधुरा सिधा उही बेला श्रीबाबर गाडी धोधनी पुगेका यात्रुकी भिडभाड थिए बसकी ढुकेका बसायो मालहै सुइकी 4 बजे पर भात वैसी यात्या ठण्डी काटी उही दिन कि रात बसभरि खचाखच भयो कोही मुडा हुटमा ढप्की ढप्की गाडी चल्ली तैकच्ची रुटमा इष्ट कुल्या पर्छा यहाँले सकुशलै पुग्या किताब किनी फिर्ता गया बर्ती केही न रोक्या सर्क लाग्यो कालो बादल मेघबर साउने सुर एकल यात्रा जिन्दगीको गन्तव्य थियो दूर दड्कन लाग्यो रिमझिम पानी खोडप्या पुगे गाडी बस फर्की बाइ गयो फिर्ता यात्रु ताइमाई छाडी के अर्नो कसरी झानु पडी गए बिचल्ली भौतै अर्या सोच विचार आधा घण्टा कल्ली नखल तिउनो दाम बच्याको होटल बस्साकी जसो भया होलो भनी बटेग्यौ नसाकी खोडप्या है 1.5 घण्टा हिटी दुधला खान पुग्या हिटोइ थियौ पड्डोइ थियो पानी उहाँलाई केही न रोक्या थपथप हिउँ पढ्न लाग्यो बजपानीका लेक हिट्टाकी मुस्किलै भयो खुट्टा नरही टेक उही फेरो रोडाको बाटो हिट्टा हिट्टा साइती आफूले आफैलाई भन्या एक्लै कि खानाइ थी मुन्टो भइग्यो हिउँ जमेर कपास फुल्या जसो हिउँका खाता खुट्टा हाल्दा लाग्दो धुल्या जसो तार तार दिन ढलेर अनारो हुन लाग्यो हिउँ पग्ली झडेको पानी झोलाइने चुन लाग्यो उही लाग्यो जंगलको बाटो उही अनारी रात हिटेर पुगिग्यौं स्याडी पन्छाइ हिउँका खाता रातको 9 बज्न लाग्यो स्याडी पुग्ने बेला होटल दोकान सबै बन्द कयका झानु देला होटलका पालिनो बसी काट्या सौती रात टल्कन नाते जुनेलीमा बाहिर हिउँका खाता हिमवर्षा थामेको नाइब बिहान हुनसम्म जहाँ हेरो मैदान जसा हिउँ पढेर गम्म हिटिग्या बिहानैसित आफ्ना बाटातिर ताबाट 3 घण्टा लाग्दा पुग्दा किलाइ चिर चिप्लेर ओराला बाटा सिधै पुग्यौं खोला झ्यालन टहै हेर सबकी यो मान्छे को होला पुगिग्या देउलेका बासा 3-4 बजेतिर झलक्क देखियो वहाँ मेरो सुन्दर चिर आशाइ गई मनैने अब पुगिन लाग्यो घर थकाइले भिजेको शरीर आउन लागि जरा घर पुग्या खुसी भया इजा बाको धर्म उनरो माया नै नेलो ठण्डै भइग्यो गर्म हिउनको स्कुल्या भया गोठालो बरिखा लेख भैंसा औल काम कसरी गरिखा दुखैमा विपदका दिन काट्या मैले रमाई तै पनि छाडै न पढाइ गन्तव्यलाई समय तसै बेला बझाङ रोड सर्वे लाग्यो हुन विकासका फल फर्क्या भनी कति खुसी मन घरका कराठी मुणभई काटिन लाग्यो रोड सुनकुडाका तल्ला हड पढ्या मोडै मोड मलतिर ठुलै भिर पढ्यो मैदान थियो तली उसै बीच स्वर्ग जसी मेरी जन्म थली काटिन लाग्यो बझाङ रोड तै पौडका बीच ढुङ्गा लोटी खेतभरि ग्या हिड्ने बाटा छिच हिउना बाइगो बरिखा लाग्यो वर्षन लाग्यो मेघ रोड है आयाको खोलो पुग्यो गाउँका ठेका पल्तिर खेतका बीच मस्की आइगई गाड पानप न्यारा वार गुहार एकै बर्खाइ चाड बगायो हिट्ने बाटा बाँकी रह्यो घर घरलै कन्ज्याप लैन्छ भनी लागि डर बर्मास्या पानीको नौलो गोरुको गवाज को सुनन्थ्यो बगाइ लैग्यो पीडितको आवाज घर है निक्लो त बाहिर हिट्ने बाटोइ छैन उइलका रानी पनि जसो ऐल माटोइ छैन बाध्यताले विवश हुँदै बसाइ सर्या माल यो कथा पुरानो होइन भया 20 साल मौकपला मालै न छाडी उतै फर्क्या आफू एसएलसी छुटेकी पढाइ मन थिए न काबु 56 सालको मेरो एसएलसीको जाँच पुरा अरि फर्की गया माल गाडी घाँच नानै छना हौसला गन्थी देउडामा रमाउन रहर लागि सङ्गीतमी देउडा गीत गाउन चारछै भाका रची हाल्या स्वर पनि दिइहाल्या संस्कृतिको छाप बसाल्या नमेटिने खाल्या पुरै एल्बम तयार गर्या सङ्गीतका लय 1-2 भाका वरिष्ठले स्वरमा साथ दिए सङ्गीतका पाछा लाग्ने धोको ठुलो मनको जाँक यालाई आगा लाग्दो अभाव बैरी धनको रहर गुम्सी फाट्ट लाग्या मनका पाटाई पाटा सम्म यसले कोल्टी फेर्दा तालाई खाया घाटा नखाया शराब कैलै न सिगरेट गुटका नजान्नौ जाली खेल खेल्न न त कुरा झुटका न त खानौ पान पराग न त खानौ सुर्ती नैमन पड्डो लाउन खाली
बेकामै कि फुर्ती केही मूल्य नहुने रहेछ धन बिनाका जनको झल्को रह्यो जन्मे ठाउँको धोको रह्यो मनको चानामा लेखेको रहेछ भारतको यात्रा सोचिन्छ कहिलेकाहीँ कभै जीवन हो कि जात्रा पन्न र बसन्त बाइग्या यही भारत बसी रोजी रोटी लायकै छु धोधो ऐल हसी सङ्घर्षको लडाईँ मेरो दुःख कष्टमा डुबी ऐल छन् सहज नमाई दिन बन्याका खुसी खेतबारी घरजग्गा ऐल नानो लायाकै छु समाजमा सन्तुष्टिसित दुई छाक खायाकै छु परदेश पन धायाकै छु ड्युटी लायाकै छु वर्ष दिनमा काजबार कि घरलाई आयाकै छु आउने दिन कि को जाणन्छ आजसम्म ठिकै छ इष्टकुलका छत्र छाया भयाको निकै छ इष्टकुलका छत्र छाया भयाको निकै छ। आदरणीय श्रोता मित्र अहिले सुन्या तमले वरिष्ठ देउडा साहित्यकार डोटेली गीतका सौकार समाजसेवी सङ्गीत प्रेमी रे गायक लगै हुनुहुन्ले एक एल्बम लगै निकालिरहेछ माधव अवस्थीजीको जीवनी उनराई शब्दमी लेखिएको जीवनी मैले सुनाया अबको क्रममी अब 8:45 बजेसम्मको समयमी उनैले लेखी पठाएका सयौं उत्कृष्ट देउडा साहित्य रचना मध्ये केही उत्कृष्ट रचना तमलाई सुनाउने जमर गरिरहेछौँ। उनले संस्कृति पलायो बिथिति बिलायो जय जय हुक्का चिलिम शीर्षक राखपर कोसेली पठाइरहेथ्यो। जय जय हुक्का चिलिम जय जय सुदूर थली जनम जनम बलिरहे हुक्का चिलिम नली रोजै रोजा हुक्का चिलिम बजी घर घर विकृतिका जडा लुची सारी पर पर कार्यक्रम चिलिम थली ओमदादा बाचक ठाउँ ठाउँ है कोसेली आया पोसिला पाचक क्यामिठो वचनको बोली वाचन गर्ने बेला पसी झाउँ रहड मेटौँ चिलिमका खेला भिन्न भिन्नै शब्द भाका एकै संस्कृतिका मुन्टा काटी फालौँ किब आयो विकृतिका संस्कारमा उकेरा लगाई नाम कमायाको 9 जिल्ला सुदूरका माझ साना जमायाको कहिले हो ल्याएको दादा इति निकी हुक्का अन्त के हो सुरु कहाँ हो लाइसक्दैन तुक्का आफ्नो भन्नु आफ्नै हुन्छ पराया अर्काको सौतै सुदूर मगमग बास्ना चिलिमका सर्काको आफ्नालाई नगर्नु खिसी दुश्मना हाँसाला आफ्नो रीति थिति राख्या संस्कृति बाँचला जमा नाकी आया ईसा फेसन पन बेग्लै सौमिल्या संस्कृति रली केही हुन्याना एक्लै जन दौड्या फेसनका पाछा पछाडिलाई हेर मौकामा नगरे चेत जीवन झाला खेर मन्टारौँ खुरुडी झान्ना कलर भद्दा भद्दा रूप बिग्ली कुरूप होली नक्कल अद्दा अद्दा जन्मभूमि यही थलो हो जन्म दिने आमा दायित्व बिसरे पछा जीवन होला धामा नयाँ पिँढी नयाँ सोच गर्नु त निकै हो विज्ञानले आकाश छोला संस्कृति त उही हो विज्ञानले आकाश छोला संस्कृति त उही हो संस्कृति पलायो बिथिति बिलायो जय जय हुक्का चिलिम शीर्षक राखपर पठाएको माधव अवस्थीजीको रचना थियो। माधव अवस्थीजीले कोही इसो विषयवस्तु सायदै नछाड्या होलो जैमी उनले आफ्नो कलम चलाया छैन। उनले हरेक क्षेत्रमा आफ्नो कलम चलायो हरेक क्षेत्रलाई आफ्नो पकडमी ल्या रे शब्द छानी छानीबाट गहकिलो पाडबाट एक रचना तयार पाड्यो रे त्यो रचना हुक्का चिलिमका ठेगाना बुठे लाखौं देउडा प्रेमी मित्रसम्म पुर्यायो। माधव अवस्थीजीका हरेक रचना केही एक सन्देश लगै हुन्छ रे सुनौ जसो लगै हुन्छ। माधव अवस्थीजीले पहाडकी सौराई छुट्टिया 17 साल भइग्या शीर्षक राखपर लेखराइछे कोसेली बास्पन बसन्ती न्याउला गापनी बिरह बझाङका मुटुमा मेरो एक बस्ती चिर हो चिरको राजधानी पन सुन्दर सुनकुडा नदेख्या 17 साल भइग्या बालक भई हुन् बुढा कसो भयो जन्म्या थली रन बन धुरा सम्झिँदा बचपनका कुरा मुटु लाग्दी छुरा रहडले छाड्या होइन जन्मभूमि तोलाई यही ठौर सक्दैन बसी झट्ट लैजा बोलाइ एक लागि विवस्था तब अर्की दैव दशा मेरा घुम्ने डाँडा डोइला भया हुन्ना कसा होलान् हिट्ने बाटा कसी खेल्ने थली धेकन्छु सुइनामा कठै हुन्छे झली मली काँरया खेलन्ने खला काजन्म्या थली रै कहाँ गया सँगका साथी कै ठौर कली रै काँरया भैँसीका खर्क कहाँ भैँसी तारु रै काँरया गाउँल्या सोरा कहाँ बैना पारु रै काँरया लेकर औल
कहाँ घाँसै भारी रही, कहाँ गया रसिला ओखर, कहाँ फुल्की बारी रही, कहाँ रह्या किरमुडा काफल, कहाँ जामिर दानी रही, कहाँ रह्यो शीतल हावा, कहाँ ठण्ड पानी रही, कहाँ रह्या फागका मौरी, कहाँ चिउरी फूल रही, कहाँ रह्या करेला कदु, कहाँ काँक्री झुल रही, कहाँ रह्यो सर्स्यौँको साग, कहाँ कोदाई रोटी रही, कहाँ रह्या घङ्ग्याका दौरा, कहाँ सल्या खोटी भई, कहाँ रह्या भिमल मेल, कहाँ फुल प्याउली रही, कहाँ रह्या परेपा जोडी, कहाँ दुखी न्याउली रही, कहाँ रह्या पानीका नौला, कहाँ गोरु गुहार, कहाँ रह्यो पितर कुडी, कलिला मुहार, कहाँ रह्यो पितर कुडी, कलिला मुहार। पहाडकी सौराई छुट्टी गया 17 साल भइगया। माधव अवस्थीजीको बहुतै निको रचना थियो। माधव अवस्थीजीका रचना छानैया मलाई कोही रचना पढौँ कोही रचना जन पढौँ जसो महसुस लगै भयो। हरेक रचना हेर यहाँ सबै नछुटाउने खालका। पहिलोकै मैले छान्नु पर्ने थियो केही रचना, कैयौँ रचना बाँकी छन्। तर आजको समयमा जति लगै हाम सुनाइसक्दा उनीहरू रचना सुनाउला तमलाई। उनले एक रचना पठाइरहेको थियो, सुदूर थली बचाइराखे सेती काली बैना शीर्षक राखबर। सेती काली जोलाई बैनी साइपालकी छोरी बचाइराख्या सुदूर थली अखण्डता जोडी। पश्चिम किल्ला महाकाली उत्तर रहै सेती बीचको अखण्ड भूमि सुन्दर रूपस कति। पल्ला काक सेती सुइक्यो वल्ला बाट काली दुवै बैनी रक्षा अर्या टेका पोका हाली। माल हेरे काली बैना कोही बैरी लागलो पहाड तो हेरे सेती आकलो फागलो। चारचेला कालीका सपुत सेती कालै 5 9 भाइको एकै घर सुदुरैका माझ। 9 भाइका अखण्ड घर मौजौ बस्या मिली लत्ता लाउन एकै नास्का एकै पैरन सेली। 2 बहिनीले जन्म लियो अपिका रोल होइ 2 भाइकी छुटाउन भन्ना सुदूरका कोल होइ। दुध्या बालक छाड्या कसो आमाका कोखले रुन लाग्या जीवजन्तु पनि बिछोडका शोकले। हिमाल कस्तुरी रोला सुदूर आपत्तिले पहाडकी न्याउली रोली वियोग विपत्तिले। मालको बारसिङ्गा पनि रोइरला पीडाले आमा रोलिन् सुदूरैकी बिखण्डी घृणाले। गैली मूल बारमासे पानी धुपलाई सुक्दैन लाग्ने हक खोसेर लैग्या कोहीको मन दुख्दैन। 9 भाइको वेशभूषा मातृभाषा एकै हामीलाई उठाउँ सुदूरवासी अखण्डकी तोखाइ। भाषा फोड्या रीति तोड्या सत्तुरको जाल के बिगाड्यो पहाडले क्याइ छुटाउने माल। स्पष्टीकरण दिया सुप तोड्डौ भुण्या कैका भाग के पड्या हो सेती काली चुण्या। चुप लागि के हेरी रन्ना सुदूरवासी पनि दुष्प्रियासको फल के हुन्छ पहिलाई राख्दो जानी। दुष्प्रियासको फल के हुन्छ पहिलाई राख्दो जानी। सेती काली करनाली मगने छल्के छल्के रंगीला पहाड तराएका पानी हिमाला ये हंसने झलके झलके जय जय हो जननी मेरे जन्मभूमि की जय जय हो आदरणीय श्रोता मित्र, आज तम माधव अवस्थीजीको जीवनी विशेष कार्यक्रम सुन्ना छ। वरिष्ठ देउडा साहित्यकार, डोटेली गीतका सौकार, समाजसेवी, देउडा गायक, सङ्गीत प्रेमी माधव अवस्थीजीको जीवनी हामीले तमलाई सुनाया थोक्कै देर पहिले। उति पछाडिको समयमा उनैले लेखी पठाएका 100औं देउडा साहित्य रचनामध्ये केही उत्कृष्ट साहित्य रचना तमलाई सुनाउनार्यो जो हुक्का चिलिम्मी यहे पहिले प्रसारण भइसकेका छन्। उनले एक बर्खा भौती मेघवर्षला होसले काम गर्या शीर्षक राखेर लेखिरहेको भौतै निको रचना। लाग्याको अषाढ मास रोपाई दनकी खेता सम्झना गाउँघर कि आउने उड्न लाग्या चेता। पाङ्गो माटो मट्यालको बलौट्याको रेता रोप्नारी पङ्क्तिमी निउड्या मिलाइ हातै बेता। रोप्नारीले खेत रोप्याको हलीले सायाको लाग्दै महिना रोपाई छाडी परदेश आयाको। सम्झना उसीच मुखी बिउ बेन्ना लायाको इसी हो पीडाको बोझ परदेशी मायाको। जैबारी आलु प्याज कुया उही स्वाडो रायाको चिट्ठी लेख्ने फुर्सदपन आजै हो पायाको। सौराइपन लागिरहेथी भला भली दिया नरिसा चिलिमकी बाग झिक्कै विश्राम लिया। घन्की गई अषाढ्या रोपाई
पानी छ कि कुला, वर्षन छ कि मेघदिन दिनै, गगन छ कि खुला, वर्षा भूमि रुजायाको पैरा झन्ना ठुला, भूकम्पले हल्लाएर धरती पड्या दुला, विपदतिर बिना समी लागे कि रटना, नघटुन हे दैव अब अप्रिय घटना, धुरा कुइडो लोटी झालो कुयाली पाकन्ना, झाडी झिल जन झाया स्यापकिडा लागन्ना, सुसाई आउन गाड्ग लेसा गङ्गी उरा धुरा, उसाई छल्के यही मो टोइना पिरा तीका कुरा, भरभरोसा केही हुँदैन बरिक्या बिदाको, सुनाइदे चिलिमका सारा सन्देश गीतको, सुनाइदे चिलिमका सारा सन्देश गीतको। बर्खा भौती मेघ वर्षला होसले काम गर्या शीर्षक राखपर लेखराइ थियो उनले। माधव अवस्थीजी बझाङ सुनकुडा चिर जन्म थलो रे दैजी 3 पोलखरी कञ्चनपुरमी बसोबास अध्या देउडा साहित्यकार हुन्। बेङ्गलुरु भारतबाटै उनले बढी जसो रचना हुक्का चिलिमलाई पठायो। हुन त कबै घर आएका बेला लगै उन दैजी कञ्चनपुर बठे लगै हुक्का चिलिमलाई सम्झिराखन्थ्या। पहिलगै बर्ती समय आफ्नो कार्यक्षेत्रमी बसु पड्या भया हुनाले बेङ्गलुरु भारतबाटै लेखिराखन्थ्या हुक्का चिलिमलाई आफ्नो कोसेली। मण्डुल्लो छ लङ्का शीर्षक राखपर लेखी पठाएको एक रचना छ। लेखराइ थियो उनले, मालकका मैदान थली पहाड रूपस्या डाँडा, मुटुइना बिजेकाइ रहिग्या सम्झनाका काँडा, गाडी चल्या फेरा बाटा पैदल बाटा साँडा, चलाउनु कहिल्यै न भयो मन पड्याका भाँडा, मनको बारी उडाइ लैगी चैत बैशाखका ढाँडा, अब्बरे नपडौ रुनु आँसु ढाली काँडा, अनमनी सौराइले मरु बाइजा ऋतु चाँडा, भेटु निन चन्द्र सूर्य दूरी भयो टाढा, ओछ्यान छाडी सुतु मान्दो ठण्ड भुइँका पाणा, फुलै फुल रोपेकी ठौरा उम्र्या काँडै काँडा, रनबन निस्वाइलो भयो बजा भैँसी घाँडा, फुलफुली फलदिनै छाडी केलडीका ठाणा, बेडु पाके रुखै कालो तिमुली मौ चुवाई, क्याकी है परानी झुर्न्या हृदयलाई रुवाई, तेरी धो भइन कि दैव इति चोट खुबाई, दिया छै कि कबै काइखी तेरा हात की दुबाई, राम लक्ष्मण सीतालै साथ बीच कति सुवाई, के पाइ है निर्गुनी तुइले जिउनु लास कुवाई, पुन्यौ चन्द्र लाग्ने बेला ग्रहण कि छुवाई, बोटा पानी चाहिने बेला सर्क तेरी तुवाई, पानी नपाई सुक्न लाग्या लगायाका बाली, मन कि धो कहिल्यै न हुने आँसु मात्र ढाले, न फुलको बगैँचा रह्यो न त रह्यो माली, बालो जुबन कस्या जिउनु पीडा मात्र पाली, सोच्याको नहुन दिन्या कोब लाग्यो जाली, कसै कि इन बेथा गाली, कसै किलाई ताली, कसै कि इन बेथा गाली, कसै किलाई ताली। मण्डुल्लो छ लङ्का शीर्षक राखपर लेखी पठाएको माधव अवस्थीजीको यो रचना थियो। वरिष्ठ देउडा साहित्यकार माधव अवस्थीजी छानी छानबर चुनी चुनीबर सुदूरपश्चिमको भाषा भितरीका साहित्यिक शब्द खोज खोजबर रचना पठाउनहन्। उनले पठाएका रचना भितरीका साहित्यिक शब्द खोज्यो भने पछाडि हाम्रै घरभितरी बोलिने, हाम्रै आँगनमी, हाम्रै खलामी, हाम्रै कामरैया तल्ला मल्ला चालमी गाजोल काटैया फागलाइने अथवा बनबेत जाइया बोलिने नाना शब्दलाई लगै उनले सजाय सुजुइबर चमचमानो ब्याउली सजाए अरिबर खबर बनायो, रचना बनायो रे हुक्का चिलिमको एक मुख्य खुराक लगै बनायो। जन्म्या देश क्या छ खबर भन्तारानी चढा, उनले एक रचना पठाइरहेथ्यो। यो रचना लगै तमलाई सुनाइहाल्लौ। अषाढ रोपेका धान हरियाल पडी गडा, जन्म्या देश क्या छ खबर भन हो रानी चढा, इचला सार्याको कोदो उठै न कि खडा, कि कसिच अल्की छल्की सौन्या भल्की रडा, कति भया खोला पैरा कति बग्या बाटा, कति भ्यो आलीमा छेती प्रकृतिमा घाटा, आल चाल डिँडा भिडा पलायो कि कान्या, घर घी दुध दिने रुमा खर्क भैँसी चान्या, बगिन्न भैँसीका दुध बेल्या माथि तर, खायाको सपना सरी उनदिन गया पर, उइलम गोठालो थिया भैँसो लिका ठाँट, विगत बल्झो सम्झनाले मुटु हानी साँट, मेलाको बाबेडी घाँस दनका मेरी आँसी, खुल्ली न हिएकी ताला सकिनै नहाँसी, पहिरनो कैखिब भयो माला मात्र गाँसी, दिन भया भुलि न सक्दा जीवन भयो फाँसी, लागि गई बासाकी बेला घामबाई गयो चुली, तु होइरै जनम्या थली स्वर्ग हैलै ठुली, धोहु निन 12 मास कल्पनामा डुली, हृदय पगल्न लाग्यो सम्झनामा घुली, कठै धन्य जन्मभूमि तेरा यादका पल, झानाइन हिया है दूर भइगया अचल,
हृदय है मूल फुटिग्या आँखा भया टम्म जाँझ सोथ्यो उसोइरलाई मुफर कनासम्म जसी छ देश की हाल उही मन की बेहाल होइझाता गरीब की खानु मेरा देश नेपाल बनिझा संविधान चाँडो लेखी झात दफा विकासका काँचुली फेराई गरी बलाई धपा फर्कन्थ्या मुपनी घर आफ्नै ठाउँकी सोराई सोच रहिग्या अपुरा कसा सुइन रहिग्या कोराई सोच रहिग्या अपुरा कसा सुइन रहिग्या कोराई लगन छे बा लुली गिटी ब्युजी जान्छे निना बिछोड के हरि कर्म हाँस्ने के दिना एक्लै छोरा परदेश देला चोली जात भैलो काजबार यामा सम्झी रोली सर्क तारा झिली मिली धरतीमा अध्यारो डाँडा काँडा खोला नाला विलागन छ प्यारो डाँडा काँडा खोला नाला विलागन छ प्यारो मेरा जन्म नेपाल मेरा डुल्ने गाउँ घर सम्झिया सुबर घर ल्याउनी रुन्ची धर धर ल्याउनी रुन्ची धर धर कालाका पल्टिसो पानी हवाई सरर कालाका पल्टिसो पानी हवाई सरर। आदरणीय श्रोता मित्र वरिष्ठ देउडा साहित्यकार माधव अवस्थीजीको जीवनी र उनैले लेखी पठाएका उत्कृष्ट गीती रचना मध्ये केही रचना आजको कार्यक्रममा तम सुन्ना छ। सुइनामा मुखै नबोली उडी बाइगई मैना शीर्षक राखपर उनले एक रचना पठाइरहेथ्यो। साँझपन झमक्क पडी जुन झुल्केर आइगई रैबार च लैजाइदे भन्ना मैना उडी बाइगई न त झिक्क साथ बसी न त खाना खाइगई मनका बह मनै नै छन् झल्कामा तलाई गई नैमा यहाँको फुल फुलाई गई न त खुसी छाइ गई आन रामी ढुङ्गो हान्या जसो गरिराइ गई तिनै अक्षर पिरतीका गाथा मात्र गाइ गई माणा हाल्ने पिठाई जनी मुटु मात्र फाइ गई रोइ रोइ आँखी लाल पाडी गई उनै आँसु नाइ गई सुतेका बिस्तरा खाली सिरान पयान धाइ गई कहाँ आइथी मैना चढी उही बिहान नली रात निदरीका पाछा पाछा सपनीका साथ बिजुली चम्केका जन बादलका खात सुइना मात्र झल्ल आई समाई कना हात के को सोथ्यो जानी थिकी बिरहीका गात तबै हुन् निर्गुनी भन्या पिरतीको जात भावनाको भाउलुकाई सुकाई गई आँत झुटा रहेछन् निर्गुनीका बाहिर हाँस्ने दाँत टाढाको बसेरो थियो परदेशको काम किताब दिन्थ्यो चाहिया जति पोषमाको घाम जन्म्या ठाउँकी सम्राडीले उही दुख्याथ्यो मन चोटै माथि अर्की घात हानी पाइकै झन एकैछिन झलन लाउन क्याकी भेट गराइथी निन्ब्यू जन्जे आँखा बाटी काँतिर हराइथी उडेर हंसका रूप गई थी कि फिर्ता राति भेट सुइनामा अद्या सुर्ता हो कि पिर्ता झाउडी छपक्क बसै जन्म्या ठाउँका खला सुख शान्ति कान्तिको दियो जुगौँ जुग जला जन आयै मैना चढी अब राति सुइना सम्झेर मन व्याकुल हुन्छ आँखा आँसु चुइना मुखी बस्ने ठाउँ भएन तेरा रन्या देश सकिएगी मुयाउलो उडी बयालीका भेष डाली बोटा हल्लाई रौलो बासाकी बगत सयल खेले बयालिमी हँसाए जगत सन्देशको सुगन्ध आलो आँगनभरि चुमी तेरा हिड्ने वन बाटा रौलो रिटी घुमे तेरा हिड्ने वन बाटा रौलो रिटी घुमे। आदरणीय श्रोता मित्र आजको बसाइमी वरिष्ठ देउडा साहित्यकार डोटेली गीतका सौकार समाजसेवी देउडा गायक सङ्गीत प्रेमी माधव अवस्थीजीको जीवनी सुनाया रे उनैले लेखी पठाएका उत्कृष्ट देउडा रचनामध्ये केही रचना लगै सुनाया खुबै निको लागन्छ उनले लेखी पठाएका गीत जब कान भितरी बाउका टाहन
देउडा साहित्यतिर जस्या इज्यासम्म उनरी कलम चली तसरी है आजी आउन दिन मिलाई दिन दुना रात चौगुना कलम चल्लिरहु देउडा साहित्य क्षेत्रमी उनरो नाउँ चम्किनोइ जाऊ घरमी सुख शान्ति र समृद्धि फैलिरहु मनले सोचेको जसो होइजाऊ गोठा गाउँ भरि जाऊ पाँडा मौ भरि जाऊ उनरा खुट्टामी कभै लगै काँडोइ लगै जन बुढाऊ हुक्का चिलिम परिवारका तिर है विशेष शुभकामना छ रे आजको जीवनी विशेषलाई यतिको याद दाऊ नमस्कार पहाड मेरो जन्मभूमि काफल खान जाऊला जुनसुकै पहाडका पानी फेर पहाड आउला जुनसुकै पहाडका पानी फेर पहाड आउला बग्दैछ चौलानी नदी काली भेटाउनलाई सैपाल हिमाल हाँसेको छ तिर्खा मेटाउनलाई सैपाल हिमाल हाँसेको छ तिर्खा मेटाउनलाई पश्चिम पढ महाकाली बिचमा बग्छ सेती लाली गुराँस फुली हाँस्दा माया लाग्दो हेती लाली गुराँस फुली हाँस्दा माया लाग्दो यति कतै मेरा पहाड पहाड मेरो जन्मभूमि काफल खान जाऊला जुनसुकै पहाडका पानी फेर पहाड आउला जुनसुकै पहाडका पानी फेर पहाड आउला मजुर चरी नाचिरहन्न दार्चुलाका गाउँमा आफ्नै बोली आफ्नै भाषा आफ्नै जन्मिया ठाउँमा आफ्नै बोली आफ्नै भाषा आफ्नै जन्मिया ठाउँमा जब घुम्छु कर्णालीमा तब यो मान्छेला त्यो बाह्र दुत्या दसैँ ठाउँ ठाउँमा मेला त्यो बाह्र दुत्या दसैँ ठाउँ ठाउँमा मेला कतै मेरा पहाड पहाड मेरो जन्मभूमि काफल खान जाऊला जुनसुकै पहाडका पानी फेर पहाड आउला जुनसुकै पहाडका पानी फेर पहाड आउला कति राम्रो खप्तर लेका सजिल्लाको माझ नदी नलागी त गाउँछन् दिउँसो बिहान साँझ नदी नलागी त गाउँछन् दिउँसो बिहान साँझ बोरासो फुलेका लेका न्याउली बासी जान्न मन मेरो हुरुक्क होलो दन्त हाँसी जान्न